जस्तै कि साथीहरू तपाईँले टिकटकमा भिडियो अपलोड गर्नुभयो। अब त्यो भिडियोलाई तपाईँले डिलिट गर्नुभयो है। अब त्यो डिलिट गरेको भिडियो कहाँ गएर बस्छ तपाईँको टिकटकमा कसरी चेक गर्ने र फेरि पनि तपाईँले त्यो डिलिट गरेको भिडियोलाई आफ्नो टिकटकमा रिकभर गर्न चाहनुहुन्छ भने कसरी रिकभर गर्ने त आज हामी यस भिडियो मार्फत यही जान्नेछौँ। यो जान्नुभन्दा पहिला साथीहरू तपाईँलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनुहोला। यदि तपाईँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ भिडियोको तलपट्टि देख्न सक्नुहुन्छ सब्सक्राइबको बटन छ, टच गरी फेरि पनि तपाईँले यस्तै यस्तै इन्फर्मेसन भिडियो फेरि पनि तपाईँले तुरुन्तै पाउनुहुनेछ। र तपाईँले आफ्नो टिकटकमा अपलोड गरिसकेको भिडियोलाई चाहिँ डिलिट गरिसक्नु भएको छ, कसरी फेरि रिकभर गर्ने र कहाँ गएर बसेको हुन्छ त्यो कसरी चेक गर्ने हामी मोबाइल स्क्रिनमा गएर जान्नेछौँ। सबैभन्दा पहिला तपाईँले आफ्नो टिकटकलाई ओपन गर्नुहोस्। जस्तै मैले टिकटकलाई ओपन गरेँ है त। टिकटकलाई ओपन गरिसकेपछि तपाईँ आफ्नो सिधै प्रोफाइलमा आउनु होला है। प्रोफाइलमा आइसकेपछि साथीहरू तपाईँ टिकटक आफ्नो प्रोफाइलमा आइसकेपछि यहाँ माथि देख्न सक्नुहुन्छ थ्री लाइन है। यो थ्री लाइनमा टच गर्नुहोस्। थ्री लाइनमा टच गरिसकेपछि यदि तपाईँको यहाँ तल सेटिङ एन्ड प्राइभेसी छ भने त्यही टच गर्नुहोस्। यस्तै छ भने चाहिँ माथि यहाँ तपाईँले देख्न सक्नुहुन्छ सेटिङको आइकन है, यहाँ तपाईँले टच गर्नुहोस्। यहाँ टच गरिसकेपछि साथीहरू अब तपाईँ थोरै स्क्रल अप गर्नुहोस्। थोरै स्क्रल अप गर्नुहोस्। अब यहाँ तपाईँले देख्न सक्नुहुन्छ एक्टिभिटी सेन्टर भनेको छ, यहाँ तपाईँले टच गर्नुहोस् है त। यहाँ टच गरिसकेपछि साथीहरू अब तपाईँले फेरि पनि यहाँ तपाईँको मोबाइलमा स्टाइलको इन्टरफेस गर्छ। अब तपाईँले यहाँ तल देख्न सक्नुहुन्छ रिसेन्टली डिलिटेड भनेको छ, यहाँ तपाईँले टच गर्नुहोस्। जति पनि तपाईँले टिकटकमा डिलिट गरेको भिडियो तपाईँको यहाँ आएर बस्छ है त। यहाँ तपाईँले थाहा पाइसक्नुभयो कि तपाईँको भिडियो तपाईँले डिलिट गरेको भिडियो यहाँ आएर बसेको रहेछ भनेर। अर्को कुरो पनि तपाईँले यहाँ ध्यान दिनुपर्ने के छ भनेदेखि धेरै पहिला डिलिट गरेको छ भने चाहिँ अटोमेटिक उडेर जान्छ है। भर्खरै डिलिट गर्नुभएको छ भने चाहिँ यहाँ तपाईँको बस्छ। अब यो भिडियोलाई चाहिँ हामीले रिसेन्टली कसरी फेरि आफ्नो टिकटकमा अपलोड गर्ने, जुनै पनि भिडियो मैले यही भिडियोलाई चाहिँ मैले के गर्छु भनेदेखि फेरि पनि तपाईँको आफ्नो टिकटकमा चाहिँ अपलोड गरेर देखाउँछु है। अब यहाँ तपाईँले देख्न सक्नुहुन्छ भिडियोलाई सिलेक्ट गरिसकेपछि रिस्टोर भनेको छ, यहाँ तपाईँले यसरी टच गर्नुहोस्। फेरि रिस्टोर गर्नुहोस्। तपाईँको यो यहाँबाट हटेर जान्छ, तपाईँको टिकटक प्रोफाइलमा आइसकेको छ तपाईँले डिलिट गरेको भिडियो फेरि पनि है त। यसरी पुरै ब्याक जानु होला, फेरि पनि तपाईँले यसरी नै हेर्न सक्नुहुनेछ है त।